हेलो गाइस, अनि हामी चाहिँ हिँडिसकेको छौँ लामा डाँडा। अनि आज हाम्रो घुम्ने जग्गा भनेको लामा डाँडा हो। अनि त्यस पछाडि हाम्रो गाउँ थुप्रो जग्गाहरू छ, त्यता जान्छौँ। हामी चाहिँ हिँडिसकेको छौँ, देख्न सक्नुहुन्छ हाम्रो आउटफिटहरू जस्तो छ हो। अनि यहाँ मेरो पछाडि बहिनीहरू छ। बस्तीको जग्गा काम त गरिहाल्नै पर्यो। त्यस पछाडि हामी छिटो काम सकेर घुम्नु जानेवाला थियौँ। खोर्सानी सोर्सानी रोपिहाल्यो होइन। त्यस पछाडि हामी फर्केर घर आयौँ। अनि फाइनली हामी त्यहाँबाट निस्केर चाहिँ हामी लुगासुगा फेरेर बाहिर हिँड्यौँ। अनि त्यस पछाडि हामी चाहिँ अफ रोड जानुपर्ने। त्यस पछाडि रोड भेट्छ होइन। अनि त्यहाँ गएर चाहिँ पिङसिङ खेल्यौँ होइन। अनि त्यहाँदेखि हाँस्दै बहिनी र म पिङहरू खेल्यौँ होइन। अनि मजा आयो भन्दै थियो। अनि बहिनीलाई चाहिँ हल्का चिसो भयो भन्यो नि त। अनि रोकेर चाहिँ हामी बाहिर झरेर चाहिँ बहिनीले हेर्दै थियो होइन। के भयो मलाई चिसो भयो भन्दै थियो। अनि यसो हेरेको त ला उसलाई त जुकाले टोकेछ, खुन पनि निस्किहाल्यो। त्यस पछाडि हामी फेरि अर्को पिङमा गयो होइन। अनि एकदम मजा आइरहेको थियो। फेरि हामी नानी जस्तो हेबिट भएकोहरूलाई त झन् मजा आउने पिङमा होइन। त्यस पछाडि हामी पिङसिङ खेलेर चाहिँ हामी यताउता घुम्नु थाल्यो होइन। यहाँनिरको यस्तो छ, जग्गाहरू चाहिँ एकदम ब्युटिफुल छ। यहाँनिर फोटोसुटहरू पनि एकदम दामी निस्किन्छ भनेर चाहिँ हामी त्यहाँबाट अब निस्क्यौँ भन्यो होइन। त्यस पछाडि हामीले लामा डाँडालाई चाहिँ टाटा बाई बाई भनेर चाहिँ हामी निस्क्यौँ होइन। फाइनली हामीलाई भोक लागिसकेको थियो। हामी रेस्टुरेन्टमा गयौँ। अनि त्यहाँनिर चाहिँ वाउ मिठो कफी, अनि त्यस पछाडि चाउमिन अनि मोमो होइन। त्यहाँदेखि म त भोक लागिसकेको थियो, छिटो डल्लो पारेर गम बजाउनु थालिहालेँ होइन। यति मिठो थियो नि, यति मिठो थियो, अब के भन्नु होइन। त्यहाँदेखि हामी एकअर्कालाई सेयर गरेर खाँदै थियौँ होइन। एकजनाले मोमो खायो भने एकजनाले चाउमिन गरेर। अनि त्यस पछाडि म चाहिँ फेरि अर्को टिपेर मोमो खान थालिहालेँ। यो पनि एकदम जुसी एन्ड टेस्टी पनि थियो होइन। त्यस पछाडि चाहिँ हामी फेरि अर्को जग्गाको लागि निस्किनु पर्ने थियो। अनि हामी अर्को जग्गाको लागि निस्क्यौँ होइन। अनि फुइ छिटो गरेर जानुपर्नेवाला थियो। अनि हामी बात गर्दै यहाँ म भन्दै थियो। अनि हामी ह्यान्ड क्रस गर्ने अरे हो। ल नि त, लु ठिकै छ भनेर ह्यान्ड क्रस गरिहाल्यो होइन। त्यस पछाडि हाम्रो अगाडि पनि दुईजना त्यस्तै लुतीहरू थियो होइन। अनि उनीहरूले चाहिँ हाई भन्दै थियो होइन। अनि दिदीले त हल्का डान्स पनि दिइहाल्यो होइन। त्यस पछाडि हामी फाइनली 5 जना पुग्यौँ। अनि त्यहाँनिर हामी भित्र पस्नु सक्छौँ भनेर सोधेर हामी भित्र पस्यौँ होइन। त्यहाँनिर चाहिँ गेस्टहरू पनि थियो रहेछ नि त होइन। अनि गेस्टहरूसँग पनि देख्ने बित्तिकै हामीलाई त यस्तो हेरेछ होइन। हामीलाई त बेङ्गोली जस्तो लागेछ कि के हो, तिमीहरू बेङ्गोली हो भने होइन भन्यौँ होइन। त्यस पछाडि यहाँ हेर्न सक्नुहुन्छ स्विमिङ पुल अनि यहाँनिरको होटल होइन। अनि यहाँनिर हेर्न सक्नुहुन्छ यति दामी भ्यू पोइन्ट देखिन्छ नि। अनि त्यस पछाडि फेरि बहिनी त गएर पिङमा नै चढिहाल्यो होइन। त्यस पछाडि गेस्टहरूले हामीलाई सोध्नु थाल्यो होइन, तिमीहरूको घर यो भन्दै। अनि हामीले बतायो। त्यस पछाडि हामी गयौँ यहाँनिर भित्र पसेर गयो होइन। त्यस पछाडि हामी भित्र पसेर गएर चाहिँ यहाँनिर चाहिँ बेस्ट अफ द बेस्ट के छ भन्दाखेरि ट्रेनमा पनि खाना खान सक्नुहुन्छ। हेर्नुहोस् ल, तपाईँहरूलाई म देखाउँछु। यहाँनिर चाहिँ ट्रेनभित्र पनि खानाहरू खाइन्छ। यहाँनिरको यो चाहिँ ट्रेन स्टाइलको किचन हो होइन। यहाँनिर एकदम दामी कुराहरू छ। अनि त्यस पछाडि चाहिँ हामी यहाँनिर घुमिसक्यो नि त। अनि के गरेर बस्नु होइन। त्यस पछाडि हामी फाइनली गयौँ दोकानमा गएर हामी के सामानहरू हेर्दै थियो। बहिनी हेर्दै थियो टप्स होइन। टप्सहरू चाहिँ माथिनिर होइन यहाँ दामी रहेछ अरे, कुन चाहिँ लैजाऊँ भन्दै थियो। उयो दामी रहेछ उयो अरे होइन। फेरि होइन त्यो पो दामी रहेछ अरे होइन। त्यस पछाडि हामी फाइनली आयौँ घर। अनि बहिनीले चाहिँ बोकेको थियो कोका कोला, अनि मैले खाँदै थिएँ चुरोट।